हेलो गाइस, सम्पूर्णमा नमस्कार। आज साउन 1 गते साउने सङ्क्रान्तिको सम्पूर्णमा शुभकामना। रमाइलो छ, पानी परिरहेको छ झमझम। फेरि पनि सम्पूर्णमा साउने सङ्क्रान्तिको शुभकामना। आजको साउने सङ्क्रान्तिको दिन चाहिँ बिहान सासू मम्मीले टिका लगाइदिँदै दिन सुरुवात भइरहेको थियो। हाम्रो दिनहरू चाहिँ मम्मीले सासू मम्मीले टिका लगाउँदै हुनुहुन्छ। अनि मैले चाहिँ अलि माथि टिका लगाइदिनु मम्मी भनेको थिएँ। मम्मीले चाहिँ टिका अड्डिएन भन्दै लगाइदिँदै गरिराख्नु भएको थियो। अनि मैले चाहिँ मम्मी त क्यामेरामा पनि हेर्नु है भनेको थिएँ। अनि मम्मीले चाहिँ क्यामेरामा हेर्नु भएको थियो। अनि त्यसपछि चाहिँ मैले भयो मम्मी धेरै भयो भने अनि मम्मीबाट दक्षिणा दिनुभयो र मैले 8 मिनट पुगेँ मम्मीले। त्यसपछि चाहिँ म खानाको रेसिपी देखाउन गएँ। खानाको रेसिपीहरूमा चाहिँ अचार थियो, यहाँ तिलको चटनी पेस्ट बनाइसकेको थियो भने यहाँ टमाटरको चटनी। अनि यो चाहिँ मसला रेडी गरेको थिएँ पहिले नै। अनि प्याजपछि टमाटर, काँक्रा सलाद खाने भनेर मसिनो पातलो गराएर काटेको थिएँ। अनि मुला, यो चाहिँ मासु, कुखुराको मासु मैले पहिले नै रेडी गरेर राखिसकेको थिएँ। र यता चाहिँ दाल उमाल्दै थिएँ भने यता चाहिँ भात चाहिँ रेडी भइसकेको थियो, पाकिसकेको थियो भात चाहिँ। यता चाहिँ बाबुलाई दाल फिट्न लगाइदिएँ मैले। अनि यता चाहिँ दिदीले चाहिँ पानी परेको थियो नि त, अनि त्यसैले छाता ओर्दै हल्का बाछिटे पानी परेको भएर दिदीले चाहिँ छाता ओर्दै खिर पकाउँदै गर्नुभएको थियो। दिदी यता हेर्नु न भनेको दिदी चाहिँ लगाएर हाँसिदिनु भयो। अनि मम्मी चाहिँ खुर्सानी देखाएर हाँसिदिइराख्नु भयो होइन मम्मी चाहिँ। अनि नानी चाहिँ यता हेर्नु नानी भनेको नानी पनि लजाइदिनु भयो। र यता हाम्रो घरमा पकाउने खानेकुराहरू चाहिँ मैले देखाएँ। अनि पल्लो घर आन्टीको घर थियो। आन्टीको घरमा चाहिँ हाम्रो घरमा पकाउन अलि सबै कुराहरू नभ्याउने जस्तो भएर आन्टी र नानीले फेरि आन्टीको घरमा रोटी पकाउँदै हुनुहुन्थ्यो। रोटी चाहिँ पकाइसक्नु भएको रहेछ र पापड पुऱ्याउँदै हुनुहुन्थ्यो। र आन्टीले हेर रोटी कति राम्रो भएको छ भन्ने देखाउँदै हुनुहुन्थ्यो। रोटी चाहिँ राम्रो भएको रहेछ, एकदमै फुरेको, पापड पुऱ्याउनु पनि राम्रो भएको। त्यसपछि हाम्रो छिमेकी माइजू आउनु भएको थियो। माइजूलाई खाना दिएको त माइत जाने हो स्याममा खाने हो भन्दै रमाउँदै नाच्दै गर्नुभएको थियो। अनि मैले चाहिँ पहिला चढाउँछु भने होइन, पहिला चढाइदिएँ। चढाएपछि चाहिँ मैले माइजूलाई दिएँ खान। अनि त्यसपछि चाहिँ कोदोको लोकल रक्सी फेरि यो पनि चढाउनको लागि लिएँ अलिकता। अनि त्यसपछि यहाँ चाहिँ मैले निम्बु देखाइराखेको छु अचार